अचेलभरि हामी जियोपोलिटिक्स भन्छौँ। एक्चुअली यसमा हामीले डाइभ डाउन गर्न नसकेको कुरा चाहिँ के हो भने यो चाहिँ पोलिटिक्स, पावर र स्ट्राटेजीसँग जोग्राफीले कसरी इन्टरेक्ट गर्छ भन्ने हो नि। यदि इन्डियनले कुनै इस्युजमा कन्सर्न राखिरहेछ, यदि हाम्रो नर्थले कुनै इस्युजहरूमा कन्सर्न राखिरहेछ, यस्ता इस्युजहरू पनि हामीले कन्सर्न चाहिँ लिनुपर्छ। मलाई के लागिरहेको छ नि, अब इन्डिया जहिले पनि आजको इन्डिया हुँदैन जस्तो लाग्छ। जब त्यहाँनिर नेक्स्ट रेजिम आउँछ जुन चाहिँ मोर फेभरेबल टु यो हेजोमोनिक पावर, त्यसपछि उसले गर्ने व्यवहार फरक हुन्छ हामीसँग। नेसनल सिक्योरिटीको पर्सपेक्टिभबाट आज हामीले कुरा गरिरहेको छौँ। रोहिङ्ग्या पपुलेसनको जुन हिसाबले अहिले एकैचोटि मिक्स हुँदैछ आउँदैछ भनेर जुन कन्सर्न्स देखाएको छ, त्यसको भोलिको पोसिबिलिटी के हुनसक्छ, हामीलाई हुनसक्ने थ्रेट के हो? त्यही भएर बाहिरबाट हेर्दाखेरि अरूहरूको लागि यो सानो इस्युज भयो भने पनि हाम्रो नेपालको आफ्नो जियोपोलिटिक्स हेर्दा र नेसनल सेक्युरिटी पर्सपेक्टिभ यसले गर्न सक्ने अथवा यसले लिन सक्ने आकार चाहिँ ठुलो हुन्छ। खेल्नलाई सबैले खेल्छ।